नमस्कार, म ज्योतिषी कल्पना सुवेदी। यस भिडियोमा म तपाईँहरूलाई बताउँदैछु यी 2083 साल भदौ महिनाको 12 गते जनै पूर्णिमाको दिन अर्थात् अगस्त 28 तारिकको दिनमा लाग्दै गरेको शक्तिशाली चन्द्रग्रहणको बारेमा। र यस चन्द्रग्रहण कुन कुन देशबाट लाग्नेछ, नेपालमा ग्रहण छ कि छैन, र साथै कुन राशिमा लाग्दैछ, कुन कुन राशिलाई शुभ, कुन कुन राशिलाई अशुभ रहेको छ, सुतक बार्नको लागि कति अवधिबाट बार्नुपर्ने हुन्छ, चन्द्रग्रहणको अवधि कति रहनेछ, यी यावत कुरा चाहिँ यस भिडियोमा बताउनेछु। भिडियोलाई स्किप नगरिकन पुरा हेर्नुहोला है त। र साथसाथै तपाईँहरू विश्वको जुनसुकै ठाउँमा रहेर पनि अनलाइन ज्योतिष सेवा लिन सक्नुहुन्छ। तपाईँ आफ्नो जन्ममिति, समय र नामको आधारमा विस्तृत रूपमा हेराउन सक्नुहुन्छ। मलाई धेरैजनाको गुनासो के आइरहेको हुन्छ भने मेरो जन्ममिति मिलेको छैन, मेरो राशिको नाम मिलेको छैन, मलाई डेट अफ बर्थै थाहा छैन, के गर्ने होला भन्नुभएको हुन्छ। यदि तपाईँ यो अवस्थामा हुनुहुन्छ भने तपाईँको हस्तरेखा, फेस र हाइटबाट चेक गर्न मिल्छ। मेरो प्रोफाइलमा भएको नम्बरबाट तपाईँहरू जोडिन सक्नुहुनेछ है त। आउनुहोस् लागौँ विषयवस्तुतर्फ नै। चन्द्रग्रहणको सूतक जहिले पनि 8 घण्टा अगाडि लाग्ने गर्छ र विशेष गरेर चन्द्रग्रहण कतिखेर लाग्छ, यसको सूतक काल कति बजेबाट छ भन्ने कुराहरू बताउँदैछु। चन्द्रग्रहणको सूतक काल चाहिँ रात्रिको 12:18 सुरु हुन्छ र बिहान चन्द्रग्रहणको सुरुवात चाहिँ नेपाली समयअनुसार 8:18 जाँदा सुरु हुनेछ र मध्य भनेको बिहानको 9:57 र त्यस्तै गरेर अन्त्य चाहिँ बिहान 11:36 चन्द्रग्रहणको अन्त्य हुनेछ। र यसरी टोटल समय 3 घण्टा 18 मिनटको रहनेछ। चन्द्रग्रहणको जुन अवधि छ, सर्वपर अवधि, यो चाहिँ 3 घण्टा 18 मिनटको रहनेछ। यस चन्द्रग्रहण शतभिषा नक्षत्र कुम्भ राशिमा लाग्दैछ, तसर्थ कुम्भ राशिलाई विशेष अशुभ रहने गर्छ। र आउनुहोस् लागौँ अब कुन कुन राशिलाई शुभ रहेको छ, कुन कुन राशिलाई अशुभ रहेको छ त। पहिलो हेरौँ मेष राशि। मेष राशि हुनेको लागि चाहिँ विशेष गरेर लाभ भनिएको छ। तपाईँका काम कार्यमा सफलताको योग बन्नेछ। तपाईँले आँटे जस्तै हुनेछ, सोचेका कामहरू बन्ने देखिन्छ र विभिन्न क्षेत्रबाट तपाईँले लाभ प्राप्त गर्नुहुनेछ। वृष राशिलाई सौखम भनिएको छ, सुख प्राप्तिको योग बनेको छ। मिथुन राशिको लागि माननाश भनिएको छ, शरीरमा समस्याहरू आउन सक्छ, मानहानिको योग बनेको छ, सतर्कता अपनाउनु होला। त्यस्तै गरेर कर्कट राशिलाई कष्टम भनिएको छ, कर्कट राशि हुने व्यक्तिको लागि पनि अशुभ रहेको छ। सिंह राशिको लागि स्त्री पीडा, तपाईँको पारिवारिक जीवनमा झै झगडाहरू, बेमेलहरू हुन सक्छ र स्त्रीबाट कष्ट हुन सक्छ, सतर्कता अपनाउने। कन्या राशिको लागि सौख्यम भनिएको